खनाइदिनु बस अब मिलाउँछु तपाईँ गएर आउनु ल यो कटहल 120 रुपियाँ किलो अनि कटहलको सब्जी खानु पर्यो रेसिपी भएछ त्यहाँ के भेटाएछ जाउँ जाउँ के भएछ त्यहाँ के भेटेछ हेलो गाइस वेलकम छ तपाईलाई फेरि मेरो नयाँ ब्लगमा आजको नयाँ ब्लग मैले रुमदेखि सुरु गरिसकेको छु आज छुट्टी हो अहिले फिलहाल टाइम भइसकेको छ 5 बजी आज म तपाईलाई अस्ति नै मैले तपाईलाई सागर देखाउँछु बीच देखाउँछु भन्थे नि त्यतातिर देखाउने कोसिस गर्छु अनि उतै सब्जी पनि जानुपर्ने छ अनि त्यही भएर बेगहरु पनि रेडी गर्दै छु सब्जीहरु पनि लिन जाने बेग बोकेर पनि जान्छु सब्जीहरु पनि लिएर आउनु छ तबरै एक पाक घुम्नु जाने आज अनि बीचतिर पनि जुवाइ हुन्छ सब्जी पनि ल्याइ हुन्छ अरु हस्बेन्डको बाइकमा के उयो लक लगाउनु हुन्छ त्यो पनि गरेर काम गरेर आउनु पर्ने छ एक गलीमा 3 सिकार लगाइस तपाईहरु हेर्दै गर्नु होला ड्रेस दिएको अस्ति हामीले अहिले पैसा दिएको खुसी हुँदै स्पोर्टिङ चाहियो मलाई भन्दैछ उता लास्टतिर जाने भने त गइन आज यतै जाने रे गाडीमा पार्किङ छ मैले आज घरमा बस्ने कपडा लगाएर आएको छु घरमा बस्ने मतलब यो सिम्पल घरमा बस्ने त्यस्तै अब भनौँ घरमा बस्ने त होइन सिम्पल लगाएर आएको छु हाफ प्यान्ट टी सर्ट लगाएर आएको छु यसले के जिस्काउँदैछ यसलाई त सालाद बनाउदिनु पर्ने हो वाह मम्मी बढ़िया से जा सकते हैं ऐसे गरममा ग्लास लगाउँदै हिँड्दैछ मजा लाग्यो दोलङ बनाएको दामी आजै देख्दैछु आजै आउँदैछ कति दिनको बादमा आज आएको दामी लाग्यो सर वाउ हजुर त्यसमा यति क्राउड छ दोलङ हेर्नु यस्तो दामी बनाइदिएको छ बालुमा हिँड्नु नपर्नुको लागि यो के को लागि बनाइदिएको मैले थाहा पाएँ यस्तै बोजूहरू बुढाबुढी बोजूहरू अब बालुमा कहाँ आउन सक्छ होइन चक्कामा त्यही भएर चेयरहरू दामी लाग्यो बालु पनि मजाले मिलाइदिएको रहेछ अन्त क्लिन भएछ हौ फ्रेस हावा खाँदै जाँदैछ तपाईँले किन नबनाएको बाबा वाह हिरो हिरोनी हामी पनि बस्ने क्या हौ अस्साला चियाहरू लिएर आएको भने हामीले के जति खानेकुरा बसेर खानुहुन्थ्यो मजा बस्ने चेयरहरू पनि बनाइदिएछ मजा लाग्यो यति बेला यो करेक्ट टाइम घुम्न आउने बीचतिर अनि के हिँडेको थियो होला यहाँ कस्तो राम्रो फुल हो त मजुर हिँडेको त्यस्तै अब एकछिन गएर पानी खेल्ने हो यो दलङ गएर डाइरेक्ट सागरमा बाटोदेखि यस्तो गएर मसागन पहिला यस्तो राम्रो क्लिन थिएन अहिले बिचमा आएर चाहिँ राम्रो क्लिन गरिदिएछ हौ हामी 3-4 महिना भएको थियो होला माने 3-4 महिना ज्यादै भएको थियो जनवरीदेखि आएको थिएनौँ जनवरी खाना हामी बिचमा आएको थियो यतापट्टि हेरेर तर उता छ लास्टमा छ अनि यतापट्टि 3-4 महिना भयो त्यसमा आएको पहिला कस्तो मैला थियो जग्गाहरू पानी नगरेर बस्नुपर्छ नि कहाँ यहाँ बस्ने नि कपाल राति हुँदै जान्छ पुरा कपाल हुन्छ यार यस्तो सुकुन लाग्छ यार म त यहाँ आयो भने साला यहाँ मेरो त कति राम्रो थियो बालुवामा इधरको इलाकामा गयो होला कि त्यो कुकुर हेर्नु न खेदाको बिचारा हामी अस्ति नै गएको त लास्टमा उताबाट बोल्दै आउँदैन अनि छेउमा हावाको छेउमा चाहिँ आयो बोल्नु पर्छ त यो सिबी जस्तै पो हुन्थ्यो त्यसको फल जङ्गली सिबी जस्तै पहिला खोलेको थियो अहिले खोलेकै छैन जङ्गली सिबी गाउँमा भेट्छ नि त्यस्तो
राति त्यति राति हुँदै जान्छ त्यति भिड हुँदैन त क्राउड त्यति हुँदैन त रमाइलो त्यति हुन्छ अहिले दिउँसो त्यति साह्रो कोही पनि हुँदैन उता छ त टन्नै मान्छे यहाँ करेक्ट टाइम भएको छ भिडियो बनाउनुलाई पुरा भिड अब एकछिन पानी खेल्ने हो छेउमा आइसकेँ पानी मान्छेले फोटोसुट गर्दैछ आउनु न नानी कस्तो दामी जन्नत हेर्नु यहाँ यो सागरको उस पार श्रीलङ्का छ रावणको जग्गा नआउँदैछ मान्छेहरू किरा त्यस्तै पानी खेल्ने तपाईँ पानी खेल्ने भएछ त्यहाँ के भेटाएछ जाउँ जाउँ के भएछ त्यहाँ के भेटेछ अक्टोपस न के भेट्यो माछा अब तारा फिस न के भन्छ नि यसलाई के माछा भेट्यो छोरी बाबा लिनु त म चाहिँ गएर आउँछु के हो यो ओ मस्त सागर त तल जाँदैछु के भेटाएछ माछा भेटेछ वाउ अक्टोपस भेटेछ यहाँ आयो त तम्बी अक्टोपस भेटाएछ यहाँ माथि भने सिपीहरू अक्टोपस के भेटाउँछ नि यसको थाक बन्ने छ भिडियो बनाए त यसले घोगी खोज्दैछ सिपी कस्तो इन्जोय गरिरहेछ मान्छेहरूले राति भयो भने हामी यहाँ माथि बसेको छु नि डाँडामा त्यहाँसम्म पनि पानी आउँछ शान्ति शान्ति बलुवा बलुवा जाने निस्केको अब हामी यहाँदेखि जाने धेरै धेरै नबस्ने हेरेर एउटा गन गर्नेले जाम भन्नु थालो यता त कालो आउँदो रहेछ जानु त मन लाग्दैन नि आएपछि हामी यिनीको मेरो चप्पल बग्दिनु हुँदैछ किनकि मेरो चप्पल यस्तो पल्लो पल्लो भयो जाने हो भर्खर मान्छे आउँदैछ हामी जाँदैछौँ यहाँ उल्टा उल्टा हुन्छ फोटोसुट हुँदैछ कता कता भिरमा घोडाहरू पनि छ घोडामा उठ्न सक्नु घरमा उठ्नेहरूलाई पानी खानु चाहिँ बाबा मैले चिसो पानी बोकेर आएको छु त लास्ट बिच जाने उता छ लास्ट बिच भाँचेको दलङ हिँड्दैछु बालु भाइले यस्तो थकाइरहेको छु बालु भाइले यति गल्छ नि गाइस हामी पार्क जान्छु भन्न सोच्दै थिएँ कि आज छुट्टीमा जुवाई भएन किनकि कसकै छुट्टी मिलेन बहिनीको पनि छुट्टी भएन योपालि मेरो भाइको पनि भएन नेक्स्ट विक प्लान गरेको दामी जग्गा देखाउने भनेर आजलाई यस्तै नर्मल बिच थकाइ लाग्यो सेसेर फेफे भयो म त पानी पनि ल्याएको छु बोतलमा पानी पनि पिएँ हो अब जाने जुस खानु कति खानु जुस खानु खाँदैन जुस खानु आएको छ यहाँ पुरा
म कफी खान आएको हस्बेन्डको जुस मौसमीको जुस म त मौसमीको जुस मन पर्दैन त्यही भएर म खान्न मेरो फेभरेट यही हो खाएर खतम भयो चाय खाँदैछ म्याडमले फाइनली रुम आइसक्यो गाई सब्जी किनेर सब्जी किन्नु गएर सब्जी किनेर आएर रुम आइसकेँ बिच गएर उतै सब्जी किनेर आएँ मासु सब्जी आज सब्जी अलिक स्पेसल ल्याएको छु खतरा खतरा महँगो सब्जी ल्याएको छु बहुत भारी छ बेलचन्डा थ्याङ्क यू यता के छ त्यहाँ पनि छ यहाँ पर बेलचन्डा मुठा 20 रुपियाँ 20 रुपियाँ 30 रुपियाँ भयो 20 कम त ठुलो छैन आमा म हात पनि आँटेन ए कटहल 120 ज्याकफ्रुट टमाटर खुवाइदिनु बस अब मिलाउँछु तपाईँ गएर आउनु ल यो कटहल 120 रुपियाँ किलो अनि कटहलको सब्जी खानु पर्यो रेसिपी बनाउँछु तपाईँलाई देखाउँछु तर आज हामीलाई मय भयो किनभने यो कटहल 120 रुपियाँमा किने हामीले 1 केजी लास्टमा गएर पल्लो दोकानमा हेरेको कसरी किलो भन्छ सोधी हेरेको थाहा छ कसरी किलो 50 रुपियाँ यस्तो लस 50 60 70 रुपियाँ लस भयो गाई यो कटहललाई यो साललाई हरामीको लागि 70 रुपियाँ लस यहाँ हेर्नु न लास्टमा कति रुपियाँ थाहा छ यो 1.5 किलो छ ओन्ली 80 रुपिसमा दियो 50 रुपियाँ किलो यार है यो रोजमा कति डिफ्रेन्स हेर्नु न यो कत्रो ठुलो छ भने यो एप्पल छ यहाँ अहिले चेन्नाईमा भाउ एप्पलको भाउ 220 रुपियाँ किलो यो 80 रुपिस किलो टमाटर 3 केजीलाई 50 कलको बुङ्गा 20 रुपियाँ आलु 30 रुपियाँ अरू यति नै आलु करेला 10 ग्रिन चिली 20 पिरोवाला 20 10 रुपियाँ बिटरुट 10 रुपियाँ सब्जी बजारमा त देखाएन किनकि अलरेडी तपाईँहरूले देखाइरहेको छु मैले अरू एउटा सब्जी मेरो बुढाको फेभरेट कुण्डोली पाक्ला कुण्डोली यो बुढाको फेभरेट मेरो फेभरेट गाइस तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने प्लिज लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अरू सपोर्ट गरिदिनु अरू अझै राम्रो भिडियो दिने म कोसिस गर्छु अरू नेक्स्ट विक राम्रो जग्गा देखाउने कोसिस गर्छु तपाईँहरू प्लिज मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला बाई बाई गाइस आजलाई यति नै